आगामीको फागुनको 21 गतेको चुनावमा भोट तपाईहरुले कसरी हुन्छ, लडेर हुन्छ, भिडेर हुन्छ, कुटेर हुन्छ, एक छापा बनाएर पठाउन सकिनौ भने तपाईहरुलाई पाप लाग्नेछ। चितवनमा यस्तो भइरहेको छ, कुटेर हुन्छ कि मारेर हुन्छ कि लडेर हुन्छ कि अब भनौँ मतपेटिका साटेर हुन्छ कि च्यातेर हुन्छ कि धाँधली गरेर हुन्छ कि आगो लगाएर हुन्छ कि जसरी पनि जित्नुपर्छ भन्ने खालका कार्यकर्ताहरूका भाषण आइरहेका छन् चितवनबाट। खास गरी जो रेणु दाहाल प्रचण्डकी छोरी जहाँबाट उम्मेदवारी बनेकी छन् त्यहाँको यस्तो खालको माहौल छ। माओवादीहरूको उही हिजोकै शैली, अब जनताको मन जितेर आउने हो कि हैन, त्यो कुटेर मारेर लडेर तपाईँको काटाकाट गरेर त त्यो के खालको त्यो राजनीतिक संस्कार बसाउन खोजेको हुन त। माओवादी हिजो त्यसै गरी आएको हो, 17,000 त सरकारको गणना मात्रै थियो हैन, 25-30 हजारको खुन खाएर निर्दोष जनताहरू मारेर देशैभरिका जनताका घर लुटेर हैन, देशैभरिका ब्याङ्क लुटेर सारा गरिब दुखी जनताको उठीबास बनाएर हैन, सर्वहारा निमुखाको लागि लडौँ भनेर अन्तिममा आफूहरू चाहिँ रजगज गर्ने र जनता हिजो परिवर्तनको लागि लड्नेहरू जम्मै अहिले खाडीमा बेल्चा हानिरहेका छन्। जो नक्कली चोर माओवादीहरू थिए उनीहरू अहिले सत्ता र शक्तिमा छन्। त यो चाहिँ के खालको राजनीति हो, के भन्न चाहनुहुन्छ तपाईँहरू? यस्तो जबरजस्ती गरेर पनि चुनाव जितिन्छ त? अनि त्यसरी जितेको चुनावले चाहिँ भोलि के लसारपाटो लाउला? आफ्नो राय कमेन्ट गर्नु।